हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म बिहान काम गर्नको लागि माथि घरतिर प्रस्थान गर्दैछु। म चाहिँ हाम्रो तल घरदेखि अनि आधी बाटोसम्म पुगिसकेँ। हातमा चाहिँ गरुङ्ग भाँडाकुँडाहरू छ आज। अनि काम गर्नको लागि म जाँदैछु माथि घर। अनि म चाहिँ तल घरदेखि माथि घर जाँदैछु। माथि घरको मेरो यात्रा सुरु भइसक्यो। अनि पछाडि चाहिँ हाम्रो भाइ बहिनीहरू गाई गोरुहरू चराउँदै हुनुहुन्छ, कोही बहिनीहरू घाँस काट्दै हुनुहुन्छ। हामी माथि घरको आधी बाटोमा आइसक्यो। अब हामीलाई अझै 8 मिनट लाग्छ सायद। अब 8 मिनटमा हामी हाम्रो माथि घर पुग्नेवाला छौँ है साथीहरू। अब हामी चाहिँ काम गर्ने ठाउँमा आइसक्यो। अनि यसको पुरा मर्मत गर्नु छ अझै। अनि अब यसको लागि बार्नको लागि हामीलाई बाँस आवश्यक छ नि त। अब हामी बाँस काट्न जान्छौँ ल। लेट्स गो गाइस, डान्बाको टिममा अब चाहिँ हामी हाम्रो बाँस काट्ने ठाउँमा आइसकेका छौँ। हामीसँग बाँस चाहिँ एकदमै प्रशस्त छ। यदि हजुरहरूलाई नि बाँस चाहिएको छ भने अनि कमेन्टमा आएर भन्नु होला। अनि बाँस दिने नदिने त्यो चाहिँ पछि सल्लाह गरौँ होला है। काम त मेरो एकदमै धेरै भयो। काम गरेर मजाले एकदमै रेस्ट गरेर बसिरहेको छु। अब आउने अर्को भिडियोमा भेट्नुपर्छ ल।